हेलो नमस्ते सबैलाई के मर्निङ भनेको फ्याफुलै गुड फ्याफुलै भनेको मान्छे मर्निङ भनेको छैन। सुरुमा मेरो आवाज अलग्गै छ नि है। 3 दिन भयो मेरो आवाज कि अब मतलब जुकाम भएर है खोकी लागेको जस्तो भइरहेछ मलाई कि नि। अन्त मेरो बहिनी के भन्छ त तपाईँ दबाई खानुहोस् न मेरो कस्तो दबाई चट्टै हुन्छ अरे मेरोमा छ भने छ भने होइन मेरो त चट्टै हुन्छ अरे नि हेर्न यो मेरो दबाई होइन यो भर्कै छ यो भोरी छ भोरी क्या त नटन छ कता गयो यो आफ्टाको डाप्रा हेर्ने सुन्नुभयो कम्ती कच्चा कम्ती यसले कम्ती गर्छ नि यहाँ नै यसको छैन अलिकति छ त बिचार मैले त्यसले मैले ल्याइदिएको नि त होइन मसी ठिक होस् भनेर मैले ल्याइदिएको नि त त्यो मलाई एकदमै पाउडर फिल छ मलाई होइन एकदमै त्यो हिद्राबाट चाहिँ आज म एकदमै सल्युट दिन्छु। तर किन भन्नु कारण किन भन्नु न यसले म दबाई ल्याइदिएँ होइन यसले मलाई के भने तपाईँ त रातभरि दबाई खोकेको गर्नुभयो तपाईँ दबाई ल्याइदिएको छु मैले भने 2 ढकन 10 बजेर 10-15-20 मिनट हेरेर मलाई बिहान नै म नास्ता गरेको थिइनँ 2टा मात्रै ख्याप्सेर खाएको थिएँ होइन मेरो नास्ता खानु बाँकी नै थियो यसले मलाई खिलाएर गयो खानुहोस् भने खाएँ मैले होइन आमामा निन्द्रा लागेको झन् भइरहेको छ लाग भइरहेछ मलाई अहिले पनि होइन मेरो सोच अलग्गै छ किन मार्के जुकामले गर्दा यस्तो भएको नि त अनि त्यो कुरा छोडिदिनुहोस् ठिकै छ त्यो बहिनी म ल्याइदिएन हिजो राति छ नि हिजो राति आमामा दिपा छ दिपा बहिनी छ एउटा मेरो कि दिदी छोरी त्यो लिएर जस्पिन डिस्कस नि मसँग डिस्कस नि हौ अन्त जस्पिनमा ठिकै भन्यो बिहान चाहिँ मलाई थियो बहिनी मैले कुन चाहिँ दिपालाई कुन दिनुपर्छ यसको के भन्छ कन्डिसनर त्यो उसमा लाउने बाल के भन्नु के दिनुपर्छ भने मैले न यो दिनु 2 नम्बर दिनु उसलाई दिनु दिपा नआएर दिनु भने मैले होइन ठिकै छ फेरि अर्कोले निकालिदियो मलाई यो पनि दिनु पहिला कपाल हेर्नुहोस् गर्छ होइन कपालमा अन्तखेरि चाहिँ फेरि उ गर्नुपर्छ क्लिन्जिङ उयो गर्नुपर्छ के नाम ट्रिटमेन्ट गर्नुपर्छ दबाई लाउनुपर्छ भन्यो होइन ठिकै खत्तम भयो अब तैँले किन नगरिदिएको भने मैले होइन तैँले किन नगरिदिएको भने मैले अन्त मैले होइन तैँले किन नगरिदिएको भने तैँले किन नगरिदिएको भने मैले उसले मलाई भन्यो अन्त मैले दिपालाई मैले पहिला भने थिएँ उसले रुसालाई गर्दैन है उसको अलिकति उयो छ होइन अब आज म कुरा भन्छु है अहिले हिजो मैले यसको मलाई कस्तो मुख चलायो भन्नु न छक्कै पनि जस्पिन मुख चलाइदिएर मलाई पुरै चलायो मलाई मुख पुरा चलायो म सोचेँ अलिक कम डाउन हुन्छ अलिक कम्ती गर्छ भने गरेन मलाई त मुख चलाउँछ गर्छ मलाई त अरे यार के गर्नु यहाँ चाहिँ एक चल्यो फेरि म कम डाउन भएन बादमा फेरि अलिक कम्ती भयो मैले भनेँ ठुलोले भन्दाखेरि अलिक सानो कम्ती हुनुपर्छ भने मैले होइन म त भने चाहिँ अलिक कम्ती हुनुपर्छ नि त हामी सिकाउने मान्छे हो नि त दिपा पनि सानो हो पनि दिपा पनि सानो तँ पनि सानो हो होइन सिकाउने म हो नि त अहिलेको म त्यहाँ त मेरो घरमा बसिरहेको छु दिपाले मलाई कति राई माग्छ हुन्छ दिपा पढे लेखाए त पढे लेखाए हो जब पढे बेचा म कम होस् न तर ठुलो मान्छे म हो नि त यति साह्रो मुख चलाएको मलाई पट्ट मुख चलाएको मलाई होइन 9:30 बजी थियो मोमो फ्राई गरेको छ त्यसले होइन मुख चलाएको छ अन्त म छक्क परेर हैरान भएँ त्यो अहिले पनि त्यसलाई म भन्दिनँ है तर यो मैले फोनमा राखेको त्यसले मलाई पुरै मुख चलायो त मलाई पुरै मुख चलायो हिजो छक्कै परेँ म पनि गाई सम्झिनुहोस् ल त्यसलाई ल ठुलो गल्ती भने सानो त अलिक कम नभएर बस्नुपर्छ नि पुरा मुख चलायो हिजो मलाई 9:30 बजी जस्पिनमा पुरा मुख चलायो मलाई चाहिँ बाई